guys, welcome to my vlog. लाइक अनि कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस् ल सब्सक्राइब गर्न नभर्नुहोस् न नाखा भनेको यसलाई होइन खान्छ यस्तो हेर्नुहोस् है यहाँनिर घामले गर्दा राम्रोसँगले देखेको छैन रहेछ टङ्ले बजारौँ माथिनिर यो पारी टाको ठाउँ छु नम्बर खेलिहालौँ त गोली गोली खेलिहालौँ भन्दा हिँडेको रोडको साइडमा बसेर यता 10 रुपियाँ त मान्छे घरमा पुसा दिइहाले होइन मैले हजुर भने खाइदिनु म यसलाई हेलो गाइस गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल होइन अनि आज चाहिँ हामी खोला खेल्नु जाँदैछौँ होइन कता जानु भनेको छ खोला पनि एकजनाले उता जाउँ भन्छ एकजनाले पर जाउँ भन्छ कता जानु नानी हेलो गरिदिनु नि यहाँ हेलो खै हेलो नानी त्यो फुल टिप्नु हुँदैन टिप्नु हुँदैन है के गर्नु यस्तो जाडो न हावा पनि चलिरहेको सुरु न के गर्नु Hello guys, welcome to my vlog. आज चाहिँ हामी यस्तो सन्निधि भइरहेको छ हो अन्त हामी चाहिँ खोला खेल्न जाँदैछौँ अन्त त्यहाँदेखि गाडीमा जान्छ हो अन्त परदेखि चाहिँ अलिकति हिँड्नुपर्छ त्यहाँदेखि आज चाहिँ डरलाग्दो स्विमिङ गर्छ अरे हो मलाई चाहिँ आउँदैन यस्तो स्विमिङ गर्नु चाहिँ र पनि हल्का फुल्का खेल्छु ढुङ्गामाथि बसेर च्याप्लिङ गर्दै नबोला त्योहरू चाहिँ पर ढुङ्गामा बसेर हामीलाई हेर्दैछ यस्तो चाहिँ मेरो गाउँ चाहिँ यहाँ चाहिँ ढुङ्गा छैन टाढामा चाहिँ यहाँदेखि पारी चाहिँ यस्तो दामी नजर देख्छ कि गाइस हेर्नुहोस् यहाँनिर घामले गर्दा राम्रोसँग देख्छ रहेछ टङ्ले बजारौँ माथिनिर यो पारी ताको थाङ छुचेन भन्ज्याङहरू भन्छ यहाँ मुनि रेसी यता कलोक्रिन चाहिँ साइड हो कहीँ है अरू पर निस्किरहेको छ खोला जानेहरू बस्यो भने चाहिँ बनाउने इच्छा खोला चाहिँ यस्तो रहेछ बेलुका पानी परेर कसरी खेल्नु यस्तोमा म त यहाँ कहाँ सकिन नि यस्तो खेल्ने म त खेल्दिनँ म त यो हिलो आउनु चाहिँ थुप्रैजना आएको थिएछ खोला खेल्नु भनेर खोला यस्तो देखेर नानी रुइसक्यो हामी चाहिँ खोला खेलिसकेर अब चाहिँ लागेको घर ला अब चाहिँ मुरा खा ओ नो हेलो गरिदिनु भाइ हेलो गरिदिनु हेलो हात हल्लाइदेऊ त हल्लाइदिन्छु नि हाम्रो खाजा रोडमै बसेर रोडमा नभन्न यसलाई होमस्टेहरू बन्न 5 स्टार होटलहरू जिरजिरे हाल्दे के हाल्नु पर्ने हो यता दिनु त हामी हाल्छु छेटे गर्नु सबै चाहिँ मलाई मिठो लाग्यो कि के मिठो लाग्यो गनाया छ अकबरेको यो के त यो पेस्ट गनाउँछ त्यसो भने गाडी आउनु चाहिँ जान्दै गर्छु म सबै गनाहरू खाएर आउँछु म पनि नि गन्दा मेट्ने त 20 रुपियाँमा नक्सान हुन्छ भनेर कोहीले त वाइ त लुगा टेस्ट हेर्नेको चाहिँ त्यो रहेछ नि त बिटा हाम्रो छैन सबर करो दासले हुँदैन नि हैन गिजाले मात्र
गिजाले नि दात भाङ्न गएको गिजाले दात भाग्यो झाँटेको भयो मेरो हेरे साँच्ची छि अड्किरहेको होला है मुरै त्यो त सबैको अड्केको छ नि कोला खालु पापा चुपे त दाँतमै छ कोक खोल्न कोक मैले ल्याएको छ त झट्का लाग्यो 50 रुपियाँको भनेको थिएँ 10 रुपियाँको भनेपछि झट्का पर्यो कस्तो भेट्यो अहिले टोकी पठायो टोक्यो बेसी लो 20 रुपियाँ भयो भन्दैछ यसले लागेको त नर्मल हो नचपाइ सर वाइहरू निनीहरू फर्सिन पिरोले पिल्चिरहेको होला कम बाल आमा चाहिँ खा मैले त 40 रुपियाँ पनि खानुपर्ने थिएछ पनि दुईजनाले खाँदै 20 रुपियाँ मात्रै निकालेको छु बट्टा यसले त फ्रीको त बट्टै नगले फ्याटबाट त्यो बट्टै नमारेर ए भाइ डिस्टर्ब नगर्न हौ यहाँ 15 रुपियाँ मात्रै हुँदैछ है सक्यो मैले त टिपेको त खै होइन बुढाको एउटा दाँतमा पैसा उसलाई पनि दाँतमा भएको अलिकति खानु पाउँथ्यो नि लोक त्यहाँतिर पनि ल्याएर बोक्दैछ यसले चाहिँ हापेनमा मुराइहरू लगाएर बोक्दैछ बेचा भएर खानुको लागि ए ऊ हाल्दैछ मिलाउँदैछ ओ ढ्याक ढ्याक भन्दैछ ढक्कनी लाग्नु खोज्दैछ एकछिन यसले ठेलिहाल्छ म नसाना बच्चा ताता माङ्गो पो छ त भयो भन अलिकको खोरी गर्नुपर्ने पैसा त्यो नचला भाइको आम्मा बाइकको आउनु अरे एकला कुना बसेर एकला त्यो अहिले चाहिँ यो त खल्लो आउनु थालेछ मुख चाहिँ छैन पसेको खुट्टाको मात्रै प्रेम किट्छ चाहिँ पहिला त देखाइदिएन हौ त्यस्तो चाहिँ अलि बाहिर आजको भोलि म यहाँ बसेँ परेको हुन्थेँ अनि कहाँ हुन्छु गाटहरूसँग तिमीहरूसँग झुसिएमसँग म 2 दिने बाहिर के गर्नु म त अनर लाइकको बाहिर छैन त्यहाँबाट तोला त गुठेका बहिनी कस्तो जत्तासुको छापस्तै होइन हौ काट्ने भएको हुन्छ यसरी काटेको भए अब नाना भन्छ होइन बहिनीहरू त खाना भन्नु होइन त्यो पनि कस्तो प्रकारको होइन आधी मात्रै देऊ न म खाँदै जान्छु एक्लै त्यो त अब तिनैजना मिलेर सबैलाई सब भयो त मलाई पेन किला नक्सा चिसो मात्रै छ त होइन म माया मारिदिन्छु तपाईँ दुईजना चाहिँ ओयो ल्याउनु जाउँ होइन एकजना जता 20 रुपियाँ भोलिपछि म पनि पैसा चिका भएको भएर मलाई मालिकले खायो के भयो त नि तेरो गाउँमा आउँदाखेरि किनिदिँदा के जान्छ मेरो घरमा हिँड्न मेरोमा त झन् के छ त माथि ताता भन्दा दिन्छ प्रेमकिटकोमा दोकान छ होइन त्यहाँबाट निकाल्दै दिन्छु नि जति उसको दोकानको मालिक नि त नि अलिक नि त एउटा चक्लेट चाहिँ धन्न छ हौ जे खानिरहेको नानी ए सक्यो भन्दैन अहिले भने उसमा फेसबुक हालिदियो उधारो खानेहरूले 20 रुपियाँ गरेर तिर्दिनु होला यो भिडियो त्यसको ब्लगमा बिचरा त्यो भिडियो हेर्नेहरूले मेरो त रुपियाँ पनि छैन तँ चाहिँ के खानु खोजेको छ यो डल्ला आइस मात्रै गुलियो होइन डल्लै नै खानु खोजेको तर तिमीले खाएको अब आइसै भन्नु होला नि होइन जाउँ न दोकानदार परै छोडे तिमीले यसरी नाखाएको भए चाहिँ हुन्थ्यो नि हाम्रो है मन रहन्थ्यो नि म जान्छु फेरि पैसा कहिले पुग्ने बहिनीलाई पठाउ न कुद्दैछ 10 रुपियाँ 20 रुपियाँ म आइटी कार्डमा पठाइदिन्छु तर एउटा बाँदरले नरिवाल भेट्या कता हो उयो चट्टैसँग बाँदरले नरिवाल भयो पर्दैन जाउँ म त यसलाई यो गाडीमा रोकेर जाउँ कि के अरे गएर किनेको हाल्छ बहिनीलाई पठाउनु नि खुरुरु तेरो गाउँमा आउँदा तैँले किनेको भए पो है भन्नु हेर यस्तो लोबिनी देखाइराखेँ हो यस्तो संसारमा लोबिनी चाहिँ सबले टिभी आउँदा चाहिँ बिर्खेकोमा र कुसुमासँग किनेर खाँदा खाँदा म त अन्त र दाँत त एउटा छैन घिसेर गयो गर्ने मङ्गलेमा गएर फकालिन्छ भयो कति 20 रुपियाँ होइन 10 रुपियाँ हो
यो घरसम्म थाप्नुपर्छ। हामीलाई खुवाएर जाने बेला अर्को गाउँमा आएर त्यो पनि कस्तो धम होइन ओइ तँलाई सरम लाग्यो जुन ढिलो भयो जुम्दैन ओइ छ नि त छ मेरो 20 रुपैयाँ खाने को जान्छ को जान्छ अन्त बहिनी पर्छ हो अब लिएर चाहिँ कसले खाने कसले हेर्ने तिमीहरूको खाएको हामीले हेऱ्यो अब हामीले अब नजान त तँ हुन्छ आधी दिन्छु नि ला दिउ के गर्नु छैन पठा त ओइ पठाउ तेरो पैसा ल मैले पैसा सबै मसायो पठा न पैसा मिलेर दिँदा हुन्छ त सञ्चालन म दिन्छु चिसो एउटा कोक लियो कि बुढो 50 गर्छ हो होइन अझै जेसुकै होस् मेरो 10 रुपैयाँ पठाइदियो त्यहाँदेखि यता 10 रुपियाँ त वर्षा घरमा पुग्नुसाथ लिइहाले फाइदा भयो पैसा मात्रै बोटमा फल्छ भगवान छैन होला भने के त पैसा त ओइ पैसा त पैसा यो त मलाई सासु आमाले पठाएको लानु परेन को नि कुना बसेर आफै खाँदै बसेर कुरकुर मुसा जस्तै आइज भने च्याउनु जाने ल आउनु आउँछ अघि बम्बुमा नक्सन भयो होइन ल कति नक्सन भइलु भन्छ अन्त गिज्जाले टोकिरहेको थियो ओइ दिइहालौँ न 10 रुपैयाँ साह्रै मन दुखायो दिनु पर्दैन त्यो त्यत्रो पर्काको चाहिँ पर्का अन्त पर्कायो नि एक हातले थाम्यो 10 मिनट त मेरो एउटा हातबाटै खायो तिमीले त 10 मिनट बुले त अघि चुसेर आइ त हालेछ हामीलाई ब्लेम लाउँछ पैसा पनि बहिनी हो पर कोक लिएर आउँदैछ छैन यो दिनु न त त्यो आइस चाहिँ मलाई त्यो आइसमाथि कोक लगाएर खाँदै गएको भए पैसा पठाउँछ थ्याङ्क यू तपाईँ चाहिँ कटुली अरे बोल्ने गर्नु है उयो यति चाहिँ यति मात्रै यसलाई त बेसी हुन्छ नि होइन हौ त्यो आइसले गर्दाखेरि पस्दैन बेसी कसको बिचराको पैसा बेसी लाग्छ होइन ए छुन्नुको सास फेरि खाऊ है तिमी चाहिँ म बट्टै लगेर जान्छु नि अन्त ठुलो खानु न लु आमालाई पनि दिनु बहिनीलाई पनि दिनु बहिनीको बट्टा थापा त्यसमै थापा नोक्सान हुन्छ जानेलाई पनि मेरो त आइसले गर्दा पसेन नि त्यो गुलियो हुँदैन खल्लो गुलियो हुँदैन कल्लो हुँदो रहेछ यसले मेरो पनि आधा खुला छु हालिहाले अब यहाँनिर अलिक गुलियो त हुँदैन होला तर के त म त खान सासूलाई कस्तो खान खाना पर्यो यो खालको मेरो बुहारी भएको भए त म त उहिले के गर्थेँ नि लोभियो मेरै नन्दाको पैसा गएको छ हाल्न अलिक त यति बेला त दिनु गाली हुन्छ अरे भोलिपछि हामी दिएन भन्छ मैले दिएको म त गएको ईश्वरकै पेन्टिङको ईश्वर लाएर खानु नि अन्त सासूलाई त खाना भनेपछि अलिकति खानुहोस् न म तिमी भनेको भए हुने नि खानामा यस्तो लोभीको भाडा त फुस्किँदैन के गर्नु बेसी भनेर यो खानु एक घुर्की खाएको भनेको 50 घुर्की खान्छ म त मर्नु होइन यहाँ त साह्रै ढिलो खान्छ अलिक नदिऊ त्यसलाई त सर्किन्छै भन्छ आजको लागि चाहिँ यति नै गाइस बाई बाई थ्याङ्क यू फर वाचिङ बाई बाई लाइक अनि कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस् ल सब्स्क्राइब गर्न नभुल्नुहोस् हुन्छ जानु पर्यो हामी चाहिँ आज यति नै बिदा माग्नु पर्यो मैले अगाडि भनेको चाहिँ नबिर्सिदिनुहोस् होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु ल भयो राखिदिनुहोस् फुकिदिउँ न त्यसरी